नेपालमा सामाजिक तथा आर्थिक रूपले पछाडि परेको राउटे समुदाय पछिल्लो समय मानव समुदायसँगै जोडिएको देख्न सकिन्छ। विशेष गरी यो समुदायमा काठका विभिन्न सामग्री निर्माण गरी अन्य वस्तुसँग साटफेर गरी आफ्नो जीविकोपार्जन गर्नु, जङ्गलमै फिरन्ते शैली बिताउनु यस समुदायको विशेषता थियो। सकेसम्म आफैमा आत्मनिर्भर हुने, जङ्गली जनावरको शिकार गर्ने जस्ता प्रविधि यस समुदायको इतिहास बनिसक्यो। अहिले कमै मात्रामा काठका सामग्री उत्पादन गरिन्छ भने कुनै समय पैसा छुँदा पाप लाग्छ भनी विश्वास गर्ने यो समुदायका सदस्य अहिले बाटोमा हिँड्ने जो कोहीसँग पनि पैसा मागेको देख्न सकिन्छ। हामी सुर्खेतको लेकबेसी नगरपालिका वडा नम्बर 10 मा आइपुगेका छौँ र यो चाहिँ केही समय अगाडि 2-3 दिन अगाडि चाहिँ राउटेहरू बसोबास गरेको स्थान हो। यो चाहिँ राउटेका सम्पूर्ण समुदायहरू 130-35 जनाको हाराहारीमा उनीहरूको सदस्य सङ्ख्या छ। यो सबै चाहिँ यही स्थानमा बसोबास गर्थे। विशेष गरी राउटेको विशेषता के छ भने कुनै पनि सदस्यहरूको बसोबास गरिरहेको स्थानमा निधन भयो भने स्थान फापेन सुपेन भनेर त्यो स्थान छोडेर चाहिँ अर्को स्थानमा बसोबास गर्न जाने उनीहरूको प्रचलन छ र अर्को स्थानमा चाहिँ उनीहरू काजक्रिया गर्छन्। विशेष गरी सदस्यको शोक मनाउँछन् र त्यो स्थानमा 9 देखि 13 दिनपछि चाहिँ त्यो स्थान पनि छोडेर अर्को स्थानमा स्थानान्तरण गर्छन्। राउटेको यो चाहिँ विशेषता देखिन्छ र आजभन्दा 20-30 वर्ष अगाडि राउटेको इतिहास हेर्ने हो भने विशेष गरी उनीहरू जङ्गलमै बस्थे, जङ्गलमै कन्दमूल जडीबुडी लगायतका चाहिँ खान्थे भने आफ्नो जीविकोपार्जन गर्नका लागि उनीहरू जङ्गली जनावरहरूको शिकार गर्ने र काठका विभिन्न सामग्रीहरू बनाउने, ढुङ्गाका विभिन्न सामग्रीहरू उनीहरूले बनाउँथे र मानव समुदायमा आएर बेच्ने काम गर्थे। यसरी उनीहरूको जीवन निर्वाह भइरहेको थियो। अहिले पछिल्लो समयमा आएर उनीहरूको जनसङ्ख्यिक अवस्था पनि घट्दो क्रममा छ र हिजो 20 वर्ष अगाडिको उनीहरूको जनसङ्ख्यिक स्थिति हेर्ने भने 500-550 भन्दा बढिरहेको अवस्था थियो। अहिले घटेर 130-35 को हाराहारीमा उनीहरूको सदस्य सङ्ख्यामा आइपुगेको छ र हिजो र अहिले आइपुग्दाखेरि उनीहरू मानव समुदायसँग निकै नजिक रहेको अवस्था चाहिँ देख्न पाइन्छ। यो लेकबेसी 10 नम्बर वडाको ठ्याक्कै यो जो स्थानमा बसेका छन् योदेखि 100 मिटर तलतिर चाहिँ मदन भण्डारी राजमार्ग छ। यो नेपालकै एउटा निर्माणाधीन क्रममा रहेको ठुलो आयोजना पनि हो, ठुलो राजमार्ग पनि हो। यो राजमार्गसँगै उनीहरू जोडिएका छन् भने पालतिर ठुलो बस्ती छ। यो 10 नम्बर वडाको ठुलो बस्ती छ, बस्तीसँगै जोडिएका छन्। विशेष गरी उनीहरूलाई खानको लागि खाद्यान्न, तरकारी, त्यसपछि उनीहरूको समुदायमा विशेष गरी प्रचलनमा रहेको धुपान मध्यपान गर्ने चलन पनि व्यापक भएको हुनाले, पसल चाहिने भएको हुनाले र खानेपानीको सुविधा खोज्न थालेपछि चाहिँ उनीहरू मानव समुदायसँग नजिकै जोडिएका छन्। यो स्थानदेखि अहिले नयाँ ठाउँमा जो बसोबास गरेका छन्, जो ठाउँमा बसोबास गरेका छन् त्यो ठाउँमा पनि उनीहरू चाहिँ नजिकै रहेको र मानव समुदायसँगै बसेको चाहिँ अवस्था देख्न सकिन्छ। पछिल्लो समयमा राउटे समुदायमा विभिन्न सङ्घ-संस्थाबाट मान्छेहरू अध्ययनका लागि आउने गर्दछन् भने राउटे समुदायको मुख्य वासस्थान भनेको कर्णाली प्रदेशको सुर्खेत, सल्यान र दैलेख जिल्लाका विभिन्न ठाउँमा रहेको छ। हिजोको दिनमा भन्दा आजको समयमा यो समुदायले आफ्नो वासस्थान मानव समुदायसँगै बनाएको देख्न पाइन्छ र सरकारबाट सामाजिक सुरक्षा भत्ता, विभिन्न खाद्यान्न, लत्ता कपडा पाएको अवस्था छ। पछिल्लो केही वर्ष यता यो समुदायको सदस्य सङ्ख्या बिस्तारै घट्दै गएको पाइन्छ। यसले गर्दा पनि भोलिका दिनमा हामी सामान्य मान्छे जसरी नै घर बनाएर बस्न सक्ने अवस्था पनि राउटे समुदायमा नआउला भन्न सकिन्न, जसका लागि सरकारले विशेष योजना बनाउनु पर्ने देखिन्छ। मेरो नाम मन्जु दसौदी हो। हजुर, कुन विद्यालयदेखि आउनु भएको? हजुर, आदर्शराज माध्यमिक विद्यालयदेखि हो। वीरेन्द्रनगरदेखि हो। वीरेन्द्रनगर 9। ए, आज चाहिँ यहाँ राउटे समुदायमा आउनु भएको छ। राउटे समुदायहरू फेरि आफ्नो नयाँ बस्ती बनाउँदै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? अस्ति शुक्रबार चाहिँ यो राउटे बस्तीको चाहिँ एकजना मान्छे चाहिँ सदस्य चाहिँ बित्नु भयो अरे, त्यसैले अब यो बस्ती चाहिँ नयाँ बनाउँदै हुनुहुन्छ अरे। अनि हामी यस अन्तर्गत चाहिँ हाम्रो सामाजिक बुक अन्तर्गतमा चाहिँ राउटे बस्तीमा चाहिँ गएर केही रिपोर्ट तयार गर्ने थियो, त्यसैले चाहिँ हामी यहाँ राउटे बस्तीमा आएर चाहिँ रिपोर्ट तयार गर्नको लागि आएको यहाँ। ए, अनि के सिक्नु भयो नि यहाँ आएर? अब
यहाँ आएर उहाँहरूको आफ्नै संस्कृति अब आफ्नै प्रकारको आफ्नै प्रकारको वासस्थान छ, आफ्नै प्रकारको अब त्यो कल्चर रीतिरिवाजहरू छ। जस्तै अब यहाँ पाल हालेर यसरी बसिराख्नु भएको छ, अब हेर्न पनि सक्नुहुन्छ। कस्तो लाग्यो, कठिन लाग्यो कि कस्तो लाग्यो त राउटेहरूको जीवनशैली उहाँहरूको समुदायको? अब यस्तो सोच्ने भने त एकदमै कठिन नै छ। जस्तै अब पानी पर्यो भने त अब कसरी बस्नु सकिन्छ, अनि हावाहुरी आयो भने अब यसमा त बस्नु सकिन्न त। अब ठुलोको भन्दा हजुरलाई चाहिँ के लाग्छ, राउटे समुदाय अब बिस्तारै मानव समुदायसँग जोडिँदै गएको अवस्था पनि पाइन्छ होइन? हिजो हामीलाई देख्नासाथ भाग्ने डराउने मान्छेहरू बिस्तारै आफूले बनाएको भाँडाकुँडाहरू हामीलाई बेच्न थाल्नुभयो। अहिले चाहिँ हामीसँगै जोडिएर चाहिँ मानव समुदायसँगै नजिकै बस्ती बसाउने, खानेपानी चाहियो भन्ने सरकारबाट राहतहरू पनि लिइरहनु भएको छ। यसलाई कसरी हेर्नुहुन्छ? राउटे समुदाय मानव समुदाय जस्तै हामी जस्तै घर बनाएर बस्न सक्छन् कि सक्दैनन्? के छ तपाईँको विचार? मेरो विचारमा चाहिँ अब त्यो मानिसको कुनै कल्चर नै हुन्छ क्या। जस्तै अब मानिसले एकअर्कासँग सुरक्षित महसुस गर्न थाल्यो भने चाहिँ घुलमिल हुन्छ नि। जस्तै सद्भाव भयो भने, अनि सद्भावको कारणले चाहिँ मान्छे एकअर्कासँग घुलमिल हुन थाल्छ। अनि विचार मिल्यो भने पहिला हामीसँग जस्तै उहाँहरू डराएर भाग्नुहुन्थ्यो, पछि अब हाम्रो त्यो नेचर हुन्छ नि, मानिसको नेचरले चाहिँ उहाँहरू हामीसँग घुलमिल हुन थाल्नुभयो। अनि घुलमिल त हुन थाल्नुभयो, तर घुलमिल हुँदैमा भन्दा पनि अब उहाँहरूको आफ्नै छ, आफ्नै यहाँ बसिराख्नु भएको छ। तर यो चाहिँ सम्भव छैन कि उहाँहरू हामी जस्तै घर बनाएर बस्न थाल्नुहुन्छ, त्यो चाहिँ मलाई लाग्दैन है। किनकि अब उहाँहरू अझसम्म पनि जङ्गलमै हुनुहुन्छ। एटलिस्ट उहाँहरू आफ्नो घर पहिला त्यो घर जस्तो थियो त्यस्तै नै छ। उहाँहरूको अझै हामीसँग घुलमिल भए तापनि उहाँहरूमा केही चेन्ज भएको जस्तो चाहिँ मलाई लाग्दैन है। किनकि उहाँहरूको बस्नेदेखि लिएर उहाँहरूको रहनसहनदेखि लिएर केही पनि परिवर्तन चाहिँ भएको म देख्दैन। त्यसैले मलाई लाग्छ कि उहाँहरू हामीहरू जस्तो हिजोका दिनमा र आज त केही न केही भिन्नता त पाइन्छ नि। हिजो हामीसँग डराउने मान्छेहरू अहिले चाहिँ हामीसँगै बोल्नु भएको छ, पैसा माग्नुहुन्छ होइन, खानेकुराहरू माग्नुहुन्छ, त्यो चाहिँ पाइन्छ नि। अहिले पनि घरहरू बनाउँदाखेरि हिजो जङ्गलमा छुट्टै घरहरू बन्थ्यो, उहाँहरूको आफ्नो निश्चित समुदायहरू सुरक्षाका हिसाबले छुट्टै जानुहुन्थ्यो। अहिले चाहिँ पालतिर बस्ती छ, ठ्याक्कै उता पालतिर बस्ती छ। अहिले चाहिँ उहाँहरू हामी कहाँ आइरहनु भएको छ, यहाँ नजिकै बस्ती बनाउनु भएको छ, 100 मिटरको टाढा पनि छैन। यसरी हेर्दाखेरि चेन्ज देख्नुहुन्छ कि हुन्न? त्यो चेन्ज त छ। अब यो चेन्जलाई फेरि त्यति ठुलो रूपमा चाहिँ खोइ लिन सकिन्छ कि सकिँदैन त्यो चाहिँ मलाई थाहा छैन। ल ठिक छ।